ल आज फेरि लामो 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 समय पछाडि म मेरो अर्ग्यानिक एडिट नहुने जस्तो छ त्यस्तैको च्यानलबाट भिडियो लिएर आउँदैछु र जतिजनाले हेर्नुहुन्छ सबैलाई वेलकम स्वागतम अनि धन्यवाद पनि। र सुरुवात चाहिँ आज अघि घरदेखि बाटोदेखि गरिनँ, अब यहाँ टेन्ट बनाउँदै गरेको ठाउँदेखि गर्छु। यहाँ चाहिँ मेरो दुईजना छोरा अनि भाइ आमा रातिको लागि टेन्ट तयार गर्दै गरेको अवस्था। अब म चाहिँ सघाउनु पाइनँ, भिडियो बनाउँदा बनाउँदै ठिक हुँदैछु। अब उता जाँदैछु अर्कोतिर। अब यता आइपुगेँ, यहाँ अर्को टेन्ट एकदमै कतिजना सुत्ने हो यहाँ त? आम्मामा राम भाइ कतिजना सुत्ने यहाँ चाहिँ? नअटेको जम्मै हो सोरसार एउटा घरै भयो यहाँ त झन्। सुकुको परिवारै त्यहीँ बस्छ नि त। अनि यता हाम्रो ज्वाइँ, आज ज्वाइँले हाम्रो चिकनको कुक एकदम स्पेसल हुँदैछ। अहिले पाकेपछि मात्रै देखाउँला, अहिले अलि रङ्गिन देख्दैन होला है। ज्वाइँ यता बहिनी रोशनी, सुकुमाया, यहाँ हाम्रो बाबा, हाम्रो ड्याड। हाई गरिदिनु नि। अनि यता हाम्रो तारे भाइ घुमी घुमी लुके लुके गर्दैछ नजान्दो पाराले अघिदेखि। यता कोकहरू रहेछ, यता अरू सामान र अब एकछिनबाट हो यो के हो मम्मी? यो लौका हौ खतम भएको नि लौका त, डेन्जर नि लौका त। यो चाहिँ बिफको रिब्स, यो खाँदाको स्वादै अर्कै आउँछ। अब चाहिँ लगभग पाक्नु आँटे, रातो रातो हुँदैछ। टोकाउने हाम्रो ज्वाइँबाट यता सर सुकुमाएको आइपुगेछ। अब म यता फेरि ज्वाइँले अर्को सुरु गर्नुभएको छ। ए सुँगुर नखानेलाई कि यहाँ कुखुराको हिला चट्टसँगले इन्जोय गर्नु होला समर भ्याकेसन। के भन्नु, यस्तै छ पारा हाम्रो। म छ्यास चिनाउँछु मेरो बहिनी कान्छी, अनुहार जहिले छेल्छिन्। उसको चाहिँ के अरे फेस हेर्नु चाहिँ पहिला पे गर्नुपर्छ अरे, के अरे बारको तल राखिदिन्छ अरे, त्यहाँनिर पे गरेर मात्रै फेस हेर्नु पाउँछ। अब यता तल बोजू नातिको गेम एकदम गइरहेछ, त्यता हेर्नुपर्ने हुन्छ। म जाँदैछु, क्यामेरा हल्लियो भने चाहिँ अब क्षमा गर्नु होला, भर्सकै नहल्लाउने। अब यो बोजूको हेरौँ है त। लु त यताबाट त देखाउन त नमिल्ने पो रहेछ त हौ। अलि यसो बस्नुपर्छ। लु साला, लु अलि यतै आउनुपर्ने रहेछ। दुईजनाको बोजू नातिको नदेख्ने रहेछ नि त। आम्मा
हेर्नु बजुले हानेको अब ल ल मेक इट दाजु त्यो हामी उता मार्न गयो नि पहिला त्यो के आर्कान्सिस हुन्छ के हो त्यो मिजोरी पो त हौ मिजोरी बजु नातिको गेम्स कसले जित्छ अब हेर्नुपर्ने हुन्छ यता विमल काका the one that brought it विमल काकाले बाई गरेको गेम यता टेन्टहरू लगभग निकै भइसक्यो यहाँ 3टा माथि एउटा 4टा भयो अझै लाउनु छ यो ठाउँ चाहिँ एकदमै दामी छ अहिले म उँधो उँधो गएर पनि देखाउने छु oh no I त्यसरी लाउनु भएको छ नि अनि कसैको त फेरि उयो पनि त्यस्तो अड्यो होला दाजु दिनुभएको नि पछाडि हट्ने त क्यामेरामा के चाक देखाएको ए मलाई के थाहा जाने ल यो मासु आजै पाक्नु पाक्नु भने एकैछिन अलि होइन म I'm not talking I'm just gonna त्यसमा चाहिँ उयो आउँछ भोइस अब प्रोफेसनल ब्लगर छ हो माइक हेलो गाइस can you hear me that's what it is यहाँनिर खानुपर्छ प्रोफेसनल भगर ससमा चाहिँ अनुहार नधोएर हो खासै ढड्डीको लागि होइन What happened? Are you placing like randomly? Probably that's why it's not locating. I'm not pressing randomly. Exit गर्नु त नि like. I know. यो यसलाई अब चाहिँ गर्नु पर्ला छ नि फेरि रेकर्ड गर्नु सिङ्गलमा के अझै यत्रो पो छ त है अँ भाइ दाजु उयो गोरुले भयो सबै नै मैले त्यत्रो उयो भनेको त यो तपाईँको कति यो 5 रुपियाँको 6 पाउन्ड भन 7 रुपियाँ थियो होला 699 कति अँ त्यो अर्को 2 रुपियाँ 299 अर्को जम्मा टोटलै 200 गयो नि त्यो अर्को 299 हो ए मैले त्यत्रो उयो पोर्कको रिब्स त्यो लेखेको थिएँ त्यहाँनिर यो गोरुको अर्को त्यो 299 मलाई चाहिँ यसो भन्यो क्या त्यो चाहिँ पोर्क रिब्स चाहिँ बाक्लो थियो नि त अनि मैले त्यसले देखाएँ अलिक बाक्लो थियो नि त अनि पातलो यो लाने भने नि त मलाई चाहिँ लाग्यो त्यही होला पातलोवाला होला भनेर त्यसरी त्यसलाई म्यारिनेट गरिदियो भने ए हो र त्यही भएर मलाई सोच्दै थिएँ किन 200 रुपियाँ चार्ज गर्यो प्लस ट्याक्समा त 200 रुपियाँ भयो दुईटा ट्रे I don't know दुईटै थियो यो खानुपर्छ भोलि खानु थियो बिहानै उठेर म पकाउँछु बिहानको 10 बजेतिर भन्नु लामो भएन त्यो गर्नु नि दाजु फन्ड भयो भने बोल्दै बोल्दै भाइ के हो ओके डान्स गर्दै यति न म नाच्छु नाच्छु नाच्नु चाहिँ नाच्छु हजुर भनेको ए म त आउँदैन नि फेरि म थपडै मार्ने मात्रै हो आमामा रोसीले त दिल्लै जोडेर दियो त पर
भयो फेरि मात्रै भयो दाजु आउँदैन नानी देखि आगो बल्छ उठु ओके हाम्रो अर्को नि आउनुपर्छ जस्तो लाग्छ साह्रै सानो भएछ त्यसरी नै के दाइ परा सुटिङ चल्दै रहेछ फेरि खोइ त इन्टरभ्यू लिनुभएको अनि म चाहिँ आजको कुक छ त हात धुने रोसिना भन त प्लास्टिकमा गएको छ चटपटी आइसक्यो चटपटी अलरेडी भयो चटपटे चटपटी भइसक्यो ओके त्यसो भने अनि चटपटी बनिसक्यो अब अचार हुँदैछ बाबी बाबी यो चाहिँ भयो नि अनि तपाईँ के छ आज के बनाउनु भयो त्यो भन्नु आज त के बनायो चिकन त्यहाँबाट त भर्खरै चटपटे उता के अरे भात पाकिरहेको छ सुत्नेहरू उता यता यसले होइन उता केही भन्नुहोस् त यति आउनु न यहाँनिर त्यहाँबाट भइरहेछ हो मासु पाक्नु अब यहाँनिर रेडी छ अब फर्स्ट लट पाएको अब सेकेन्ड लट रेडी छ होइन हाम्रो यो के पो अरे यो इयरको क्याम्पिङ फ्यामिली क्याम्पिङ हाम्रो फ्यामिली क्याम्पिङ हो फ्यामिली क्याम्पिङ कोलाई एकदम हाम्रो जयको मासु कोलाई चाहिँ मान्नुपर्छ नि त यो त पुरै कहाँ चुला बल्यो कि के अरे बर्बिक्युको चुला बल्यो कि जयको याद आइहाल्छ हो एकदम मिठो मासु मिठो यसलाई चाहिँ पुरै तारे भाइ कति भइसक्यो रोसी रेडी गर्यो अचार बनाइसक्यो भयो बनाइसक्यो ल आजको क्याम्पिङको के हो यो डिनर हो ब्रेकफास्ट कि डिनर कि विमल भाइ कस्तो हुँदैछ रात्रिको खानाहरू मिठो हुँदैछ रात्रिको भोजन होइन यहाँ बस्नु हुने छोटो झलक आमा कस्तो हुँदैछ खुवाइ मलाई मिठो हुँदैछ राम्रो भयो खुसी लाग्यो एकदम राम्रो छ राम्रो एकदम स्वादका एकदम खानु स्वाद छ है कुखुरा देखान पायो ल अब बाँकी भरे फेरि ल हड्डी मिठाई मासु सबै हड्डी मात्रै मासु सबै तारे भाइ चाहिँ कागती काट्नुमा बिजी हजुर यो चाहिँ दोस्रो दिनको सुरुवात है यो चाहिँ सबै कुकिङमा यता के ठिक पार्दै यता साग धुँदै मासु खाएर अमन भएर चाहिँ साग सुरु once you done eating कोही सुतिरहेको होला कोही उठाइरहेको होला